सेवा सबैमा आज नि भिडियो बनाएको छु तर भोइस चाहिँ मेरो रुखो लागेर अलिक कस्तो होला। फुपाजुहरूले चाहिँ सामान राख्ने र्याक मिलाउनु हुँदैछ। हामी सबै कामको कारणले गर्दा फोन पनि यहाँ राखेको छु। 10:13 भयो हामी चाहिँ रुम जाँदैछौँ दिदी बहिनी। फुपाजुहरूले पनि र्याक मिलाइसक्नुभयो। फुपूले सामान राख्नु हुँदैछ, फुपाजुले वायरिङ गर्नु हुँदैछ, मैले भिडियो गरिरहेको छु। कसैको वायरिङ गर्नु छ भने हाम्रो फुपाजुले सम्झिन सक्नुहुन्छ। यता धेरैले पनि चिन्नुहुन्छ। बहिनी आज ननिदाएर हेर्नुहोस् न, यसरी फुपूले सामान राखिराख्नु भएको छ। मैले पनि यति चाहिँ राखिरहेको छु। अनि एउटा छोटो भिडियो गरिदेऊ न त भनेर गरिदिएको। यहाँ बहिनी ननिदाएर बिजोग छ, कति गाह्रो भएको होला फुपूलाई। फेरि भित्र यस्तो गर्मी थियो, ओहो घाम पनि लागिरहेको थियो। काम गर्दै नानी बोक्दै काम गर्दा त झन् गर्मीले कस्तो भएको थियो होला, आफै सोच्नुहोस्। सामान यति चाहिँ राखिसक्यौँ है। थोरै इन्भर्टरमा इस्यु आयो। उहाँले बनाउनु भएको। उहाँ पनि हो मेरो साथी। उहाँ पनि हो हेल्पर हैन, मिस्त्री हो। मिस्त्री। यतापट्टि चाहिँ पार्लर हो। फुपाजुले वायरिङ गरिराख्नु भएको छ। यहाँ यतापट्टि चाहिँ अहिले पसल बढाएको। पहिला पार्लर पसल एकै ठाउँ थियो, अनि त्यो सानो ठाउँ भएर अहिले यतापट्टि अर्को रुम लिएर पसललाई बढाएर पार्लर अर्को बनाएको। बिफोर र आफ्टर भिडियो पनि लगाएको छु यहीँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। उनको लागि साथीहरू जुरो पनि आइसकेको छ तपाईँहरूको लागि भनेर। यो काम सक्नलाई चाहिँ ठ्याक्कै 2 हप्ता हामीलाई लाग्यो। सबैजना लागि परेर यति राम्रो बनाएको छौँ अहिले।